धेरै धन्यवाद छ। जति पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तत्त जिम्मेवारीमा रहनुभएका जति पनि सदस्यहरू उपस्थित हुनुहुन्छ, सम्पूर्णमा एकमुष्ट जय देश जय घन्टी नमस्कार। धेरैवटा पार्टीका कार्यालयहरू खुलेका छन्, तर ती पार्टी कार्यालयहरू खुलेर आम मान्छेहरूलाई त्यसले के फाइदा भयो, आम मान्छेहरूको व्यक्तिगत जीवनमा त्यसले के सकारात्मक प्रभाव पार्यो भन्दा 35 वर्षमा यो व्यवस्थासँग तुलना गरेर हेर्दा आम मान्छेहरूको जीवनमा परेको फरक चाहिँ असाध्यै थोरै देखिन्छ। आम मान्छेहरूका समस्या जहाँको त्यही छन्, जस्ताको जस्तै छन्। त्यसकारण हामीले मतदाताहरूलाई बुझाउनु पर्नेछ यसपटक कि हामी यही व्यथिति चिर्नका लागि राजनीतिमा आएका हौँ, राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरेका हौँ र कैलाली 4मा खेमराज कोइराला जस्तो जुझारु एउटा शिक्षासेवी यति विद्वत व्यक्तिलाई हामीले यहाँनिर उम्मेदवारको रूपमा प्रस्तुत गरेका छौँ। पहिलो जित्ने आधार त हामीले प्रस्तुत गरेका उम्मेदवारहरू नै हुन्। 101 उम्मेदवारहरू छानेर हामीले सम्पूर्ण निर्वाचन क्षेत्रहरूमा प्रस्तुत गरेका छौँ, जान्नेलाई छान्ने पार्टीको मूलभूत नीति अनुसार। त्यसकारण उम्मेदवारको विषयमा तपाईले यति बेला जनता जनार्दनलाई बुझाउन जरुरी छ। हाम्रो राजनीतिमा आउनुको मूल आशयको विषयमा बुझाउन जरुरी छ। यिनीहरूले 35 वर्षसम्म कहाँ पुग्नुपर्ने देशलाई आज कहाँ पुर्याए र त्यसैको प्रतिरोधका लागि अथवा त्यसैको व्यवस्थापनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको हो भन्ने कुरा यहाँहरूले आम जनमानसमा प्रचार प्रसार कति गर्न सक्नुहुन्छ, त्यसले चुनावमा हाम्रो विजय वा पराजय निर्धारण गर्छ। विजयमा त मलाई शङ्कै छैन। अघि मामाले भन्नुभयो संयुक्त विजय जुलुस भनेर, म पनि आउने हो संयुक्त विजय जुलुस। तपाईँ हामी सँगै जान्छौँ। मलाई शङ्का किन छैन भने देशभरि जुन प्रकारको माहौल बनेको छ, युवाहरू जुन प्रकारले उत्साहित भएका छन्, इभन वृद्धहरू समेत, बाआमाहरू समेत यति बेला आफ्नो सपनाको साँचो हाम्रो हातमा सुम्पिनका लागि तत्पर हुनुहुन्छ। त्यसकारणले मलाई यो चुनावको जितमा कुनै शङ्का छैन। तर त्यसका लागि हामीले गर्नुपर्ने प्राविधिक कामहरू चाहिँ यथाशक्य प्रभावकारी रूपमा हामीले गर्न सक्नुपर्छ। घोषणापत्रको कुरा आउँछ, यहाँ वाचापत्रको कुरा आउँछ। यहाँ त आकाशै खसालिदिन्छु भनेर घोषणापत्र बनाउने हो। उहाँ यहाँ पल्लो निर्वाचन क्षेत्र कञ्चनपुर 2मा 1 वर्षभित्र लाल पूर्जा सिरानीमा हालेर सुत भनेर एनपी साउथले बोलेका, यो बाटो बनेन भने ठेकदारको कान समाउँछु म भनेर बोलेका भिडियोहरू अहिले भाइरल भइरहेका छन्। पोजिटिभ तरिकाले होइन, नेगेटिभ तरिकाले भाइरल भएका छन्, किनभने बोलेको त 1% पनि काम भएको छैन। त्यसकारण हामीले पनि त्यस्तै प्रकारको घोषणापत्र बनायौँ भने, खुट्टीटेमुले आकाश थाम्ने जस्ता बाचाहरू गऱ्यौँ भने हामी र उनीहरूमा कुनै फरक रहँदैन। एउटा सांसदको अधिकार क्षेत्रमा स्पष्ट भएर एउटा सांसदले गर्न सक्ने कति हो, संविधानले दिएको अधिकार कति हो र कुन कुन काममा चाहिँ यहाँको स्थानीय सरकार र प्रदेश सरकारको भूमिका हुन्छ, त्यो स्थानीय सरकार र प्रदेश सरकारको भूमिका हुने काममा सांसदले समन्वय गर्ने हो, पहल गर्ने हो। सम्पूर्ण कुराको, सम्पूर्ण ब्रह्माण्डको जिम्मा एउटै मान्छेले लिन सक्दैन। यो सामूहिक प्रयास हो, कलेक्टिभ एफर्ट हो। त्यसकारण सांसदका अधिकार क्षेत्रहरूको बारेमा स्पष्ट भएर यहाँहरूले घोषणापत्र तयार गर्नुहुनेछ भन्ने म अपेक्षा गर्छु। र पार्टीका मूलभूत नीतिहरू, हामीले लिएको परराष्ट्र नीति कस्तो हो, हामीले लिएको शासकीय स्वरूपको हाम्रो परिकल्पना कस्तो हो, हामीले गरेको न्यायपालिकाको परिकल्पना कस्तो हो, हाम्रो अर्थ राजनीतिको परिकल्पना कस्तो हो, यी सबै कुराहरू पार्टीको वाचापत्रमा, धर्मको विषयमा हामी के भन्छौँ, यी सबै कुरा पार्टीको वाचापत्रमा, पहिलो चुनावी वाचापत्रमा, पार्टीको प्रस्तावनामा, नीति विचार प्रस्तावनामा र सभापतिको राजनीतिक प्रतिवेदनमा सम्पूर्ण कुराहरू सूक्ष्म रूपमा पनि उल्लेख भएको हुनाले यहाँहरूलाई म पार्टीका नीति सिद्धान्तका ती डकुमेन्टहरू अध्ययन गर्न पनि अनुरोध गर्छु, ताकि हामीलाई भोलि चोकमा, चौतारामा आम जनमानसका प्रश्नको उत्तर दिन सजिलो होस्। बाँकी सबै कुरा प्रमोद सरले राखि नै सक्नु भएको छ। म खेम दाइलाई अग्रिम विजयको शुभकामना दिन चाहन्छु। तपाईँहरू सबैलाई म एउटै कुरा भन्न चाहन्छु, मलाई अरू थाहा छैन, कैलाली 4को सांसद मेरो हुनु पर्यो, घन्टी वाहक हुनु पर्यो। र त्यसका लागि हामी सबैले आफ्नो बेस्ट दिउँ, किनभने यो मेरा लागि होइन, तपाईँका लागि होइन, यो देशका लागि हो, हाम्रो सन्ततिको भविष्यका लागि हो। जय देश जय घन्टी।